स्वागत छ हाम्रो न्यू डे न्यू ब्लग हैन के हो आधी बाटोमै रोक्यो त गाडी त के भयो ब्लग ओपन गर्दा गर्दै बाइक नै रोक्यो है के गर्नु भयो अङ्कल के भयो खै पुरै स्लिप पो हान्छ कुन यो हल्लिने ए यो हल्लिँदो रहेछ नि त पुरा अघिदेखि यो हल्लेर गाङपुङ गर्यो सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लगहरूलाई फेरि पनि स्वागत छ हाम्रो न्यू डे न्यू ब्लगमा है अनि अहिले चाहिँ तपाईँहरूले देखिराख्नु भएको होला हामी चाहिँ कहाँ जान लागेको छौँ भन्नु है त भयो रोकिहाल्छ के भयो के पुरै चिप्लिन्छ त के भयो लु आइज बस्दैछ भयो अरे एकैछिन उत्रेछ छले टक्कै घुम्दैन कि घुमिरहेको कस्तो स्लिप भएको त अलिक कुदाउनु त अलिकति हजुर कालोमा दुईमा हजुर राम्री पछाडिबाट राम्री नै थियो अब अगाडि त हेर्नु पाइएन गोलेर पाएको
के हो बाइक त यार कहाँसम्म जान्ला यही रोडसम्म जान आँटे कि ए हो र दोकानहरू छ मास्तिर कति टाइम लाग्छ हो यस्तो बवाल छ होइन अहिले चाहिँ टक्क आएर हामी कहाँ भतिजो आएको छौँ है माथितिर पिस छ पिस छ ठाउँ चाहिँ वान पिस छ बिचमा रोड होइन साइड साइडमा हरियो परियो यता हाम्रो भिगो पनि छ तलतिर अहिले मौसमको कारणले मोबाइल देखिरहेको छ है अहिले नि दामी नै देखिरहेछ अहिले झन् सनसेट देखिरहेछ पुरै हामी अवलोकन गर्दैछौँ टेस्टिङको लागि लिएको है हामीले चाहिँ होइन उकालै छ यो रोड त सक्दैन अलिक कच्ची छ त्यसरी यहीँदेखि अरूतिरको भ्यू मजाले देख्छ भ्यू देख्नु सक्नुहुन्छ अहिले अलिकति कुहिरो सुइरो लागिरहेछ होइन कुहिरोले गरेर नत्र बब्बाल छ नि वान पिस यस्तो छ होइन अब आँखाले त्यो मजाले देखिरहेछ होइन यो चाहिँ सर्दु खोला होला अनि यस्तो छ ऊ पर कस्तो दामी ग्राउन्ड हेर्दा कुन हो अङ्कल पर उयो यो चौरी स्टुडेन्ट हो यो ए खोइ आजै देख्दैछु मैले देखेको थिइनँ नभए अरू बेला चौरी त्यो चौरी त कुन चौरी 11 को होला हो ए मजाको छ त्यो परको बिल्डिङ चाहिँ ऊ पर त्यो हजुर
त्यो त उयो होला हौ क्यान्सर हस्पिटल हाम्रो उहाँ अब छ अनि ए त्यहाँ हो कि ऊ त्यो त उता हो नि बिपी कोइरालाको भन्दा होइन यता यो त के पो हाम्रो त्यस्तै केही न केही त हो हुनु चाहिँ हो केही न केही हो क्या अब यहाँदेखि उँभो चाहिँ जान्छौँ कि जान्दिनँ नि त्यही चाहिँ अलिकति अब त्यही हो है अनि यहाँ कति टाइम लाग्छ माथि निस्किनु कहाँ जानु यहाँ माथि माथि भन्नाले यहाँ दोकानतिर दोकानको लागि 1-2 घन्टी 2 घन्टी आइपुगेको त अब जाउँ न त ल त्यहाँसम्म आएर ल गुड छ अङ्कल जोस् भ्यू चाहिँ दामी छ होइन तर यहाँ अलिकति घाम लागेन क्या हाम्रो हजुर जस्तै हो अब चट्ट लाएर अब धेरै धेरै पछि भ्लगमा आएन अब धेरै 2 हप्ता यस्तो भएको थियो होइन हल्का बिरामी भएको थियो है त्यही भएर यसो भिडियोहरू नहालेको आज यसो घुम्न आएको भिडियोहरू हालिदिउँ न भन्दा तपाईँहरूको काम हो त अब चाहिँ हल्का बाटो बिग्रेको छ है पछि नै छ अब गाडी कन्डिसनमै छ कन्डिसनमै हल्का अहिले चाहिँ अफ रोडिङ भइरहेछ हाम्रो चाहिँ होइन बाटो चाहिँ यहाँ हल्का बनाउनु पर्ने रहेछ हाम्रो यहाँको वडाध्यक्षको हुन्छ यहाँको मान्छेले पहल गर्नु पर्यो बाटो चाहिँ बनाउनु पर्यो यहाँको प्रतिनिधिहरू टाइप हो क्या यो चाहिँ रोकेको के गर्नु हाम्रो फर्किने पिल्सिसक्यो ल ल हजुर फर्किने हुन्छ अब यहाँ बाटो धेरै खराब रहेछ कि एकचोटि स्कुटीमा 3 जना आउँदाखेरि त्यो तल छ नि बस्ने ठाउँ त्यहाँसम्म मात्रै आएको थियो नि त ठिकै छ अर्को पालि आउनुपर्छ हुन्छ बाटो हल्का खराब रहेछ हाम्रो यहाँनिर गाडी पनि हल्का त्यसो टेस्टिङको लागि मात्रै लिएको हामीले अब ल अर्को चाहिँ हाम्रो अब ल अब फर्किन्छौँ हामी यहाँदेखि नै खोइ बाटो खत्तम रहेछ यहाँको जनप्रतिनिधिहरू यहाँको वडा अध्यक्षहरू होइन यो पर्यटक क्षेत्र हो होइन मान्छेहरू धेरै आउने जाने हुन्छ यो कुनै हाम्रो यो तपाईँको दुबई नेचुरल ब्युटिफुल छ हाम्रो यो ठाउँ होइन तर यहाँ चाहिँ विकास चाहिँ थोरै विकास गर्नुपर्ने भएको कम भयो जस्तो देखिन्छ विकास चाहिँ धेरै कम भएको छ होइन यहाँनिर चाहिँ यहाँको युवाहरू अग्रसर भएर यो रोडहरू छिटो ल्याउनु पर्यो यहाँ दोकान सोकान होइन विकसित बनाउनु पर्यो यो ठाउँलाई पनि मजाको छ ठाउँ त तर यहाँ अलिकति मान्छे छैन रहेछ बोल्ने होइन अलिक के पुगेन जस्तो भयो मन्त्रीको कानमा सुन्नु पर्यो नि त यहाँको हाम्रो को हुनुहुन्छ प्रतिनिधि वडाको होइन त्यो चाहिँ यो चाहिँ गर्नु पर्यो है यो विकास चाहिँ चाँडो गर्नु पर्यो यहाँ तपाईँको ठाउँमा आएर यस्तो भएन उस्तो भएन होइन यो पनि धरा नै हो हुनु त होइन र पनि अब यहाँ चाहिँ विकास चाहिँ चाहिएको छ जस्तो लाग्यो यसो हेर्दाखेरि होइन वातावरणहरू हेर्दाखेरि आधी रोड बनाउनु भएको रहेछ अब तपाईँहरूले फेरि गर्नुपर्ने हुन्छ धेरै कुरा गर्नुपर्ने छ यो ठाउँलाई चाहिँ तपाईँहरूले अहिलेको युवाहरूले है युवाहरूले आवाज उठाम यो
अब हामी देश बनाउँदैछौँ होइन, हजुर युवा जेन्जीहरू भएर यो चाहिँ हामी ठाउँ ठाउँमा जानेछौँ, कता कता विकसित भएको छैन त्यतातिर जानेछौँ, तपाईँहरूलाई अपडेट ल्याउँदै गर्नेछौँ। ल्याउँदै गर्छौँ होइन। विकास धरानलाई चाहिँ विकास चाहिँ चाहियो। धरानलाई के भनेर चिनिन्छ थाहा होला नि सबैलाई, नेपाल अधिराज्यभरि धरान पनि एउटा सुन्दर होइन हजुर पर्यटक क्षेत्र नै हो तपाईँको होइन। ल आज हामी झर्छौँ अब है। झर्छ यो धेरै बोल्यो भने फेरि अँध्यारो हुन्छ, हामी कहाँ कहाँ पुग्नु पर्ने छ है। आज अब बरकोटतिर जानुपर्ने छ हामी, बरकोटको अब यात्रा हाम्रो होइन। हजुर तेल पनि सकिनु लाग्यो, माथि गएर हाल्नुपर्छ है। सकिएको छैन होला। ल अब चाहिँ हामी न्युटेलमा झर्छौँ है। ल ल हुन्छ। ल साले यसो अङ्कलले यसो बोल्ने ठाउँ मात्रै नपाएको कि नभए चाहिँ धेरै कुरा बोल्नु हुन्छ क्या, बोल्नु चाहिँ है। यसो हेर्दाखेरि चाहिँ नबोल्ने खालको देखिनुहुन्छ कि। त्यस्तै हो। आजै देखेँ मैले अङ्कलले बोलेको, नभए अरू बेला खासै भ्लगतिर बोल्नु हुँदैन थियो नि त। अब आज चाहिँ यसो मुड हुन्छ नि त एउटा, यहाँ देखियो आँखाले पनि देखियो नि त होइन। चित्त नबुझेको कुराहरू भन्नुभयो होइन। यो धरानै हो नि त हाम्रो होइन। धरानलाई चाहिँ विकास चाहिँ चाहियो, अझै छ विकास गर्नु धेरै छ धरान, धेरै गर्नुपर्ने छ क्या। युवाहरू जाग्नु पर्यो है, राख्नु पर्यो जेन्जीहरू होइन। अब अहिलेको जल्दो बल्दो आफ्नो ठाउँलाई आफै रिप्रेजेन्टिङ होइन कसरी राम्रो हुन्छ, आफ्नो ठाउँलाई कस्तो ठाउँमा हेल्प गर्ने होइन। अहिलेको युवाहरू जेन्जीहरूले बुझ्नु पर्यो यो कुराहरू, सबै कुराहरू बुझेर हामी अगाडि बढाउँछौँ युवाहरूलाई, सबै युवाहरूलाई है। र तपाईँहरूले बुझ्नु पर्यो अहिले यो देश बनाउने युवाहरू हामीले चाहियौँ भने जे पनि खोज्नु पाउँदा है। बाटो हल्का हजुर डिस्टर्ब गरेको कि हजुर छैन, अनै छ क्यामेरा, बोल्नु न सुनिरहेछ। यहाँ त बोल्नु नमिल्ने कन्डिसन पो भयो केही छैन, अलिक रमाइलो हुन्छ झन् हो। हजुर ल हाम्रो अगाडि जानु हुँदैछ कपल्सहरू है, जोडी। हाम्रो भनाइ भनेको चाहिँ यो ठाउँलाई विकास गर्नु पर्यो, विकास चाहिएको छ अहिलेको युवा युवतीहरू सबैलाई विकास चाहिएको छ, विकास गर्नु पर्यो हाम्रो प्रतिनिधिहरू है। कुन बाटो भन्दाखेरि नि धरानको बाटो भन्ने एउटा होइन नाम सहितको नाम पनि त्यस्तै हुनु पर्यो होइन। त्यस्तै बाटो छ नि, बाटो है जेन्जीहरूलाई यस्तो बाटो चाहिन्छ, यस्तो विकास चाहिन्छ, त्यो चाहिँ हामीले नै भित्राउने हो है। हो कसो के हो साथी हो, सुन्दैछौ नि? हामी धरान मात्र नेपालभरि नै हामी यो अभियानमा छौँ, विकासको अभियानमा छौँ है। ल राम्रो राम्रो। यो ठाउँ मात्र होइन क्या, धरान मात्र होइन नेपालै हाम्रो होइन युवा बोल्यो भने बेसी हुन्छ। अब कतिले हावा यताउति भन्छ होला होइन, तर जे छ हामीभित्र छ उसले त्यसै बुझिहाल्छ होइन। त्यस्तै हो। मलाई चाहिँ अहिले अलिक बनाउनु लागेर हामी छिटै झरेछौँ, धेरै ठाउँतिर पनि पुग्नुपर्ने छ कि। सायद आज भिडियो अलिक लामै हुन्छ होला, धेरै पछि भिडियो हालिरहेको छु कि मैले। अनि अब कन्टेन्ट पनि धेरै अब त्यो बिरामी भएर धेरै दिन मैले होइन भिडियोहरू पनि हालेको थिइनँ रहेछु। भिडियो जान्छ होइन, फुलै जान्छ लामो सुरु भिडियो होइन, त्यही हो। बुझ्नुभयो नि युवाहरू, अहिले युवाहरू बुझ्नु पर्यो। युवाहरूले हामी नेपालै परिवर्तन गर्ने हाम्रो उद्देश्यमा हिँड्दैछौँ क्या हामीले। एकजना मान्छे
यो बोली फेरि है यो बोली चाहिँ फिक्स है फेरि यो गफमा चाहिँ दिएको होइन कि बोली चाहिँ फिक्स है हाम्रो पनि है आफ्नो ठाउँमा बोली फिक्स छ यहाँ मात्र आफ्नो ठाउँमा मात्र होइन पुरै नेपालैभरि बुझ्नु पर्यो यो बोली चाहिँ जेन्जीहरूले बुझ्नु आवश्यक छ है आउने टुरीहरूलाई चिन्ने अब होइन हजुर के गर्नु पर्यो देखिहाल्नु होला अहिले देशको होइन हालतहरू होइन यस्तै छ मान्छे बाहिर जान्छ होइन देश छोडेर बाहिर जान्छ बस्नु त रहर छ नै छ के गर्नु अब देशको यस्तै छ त हाम्रो देश यस्तै छ पैसा चलेको छ विदेशी पैसा छ हामी यहीँ स्वदेशकै हाम्रो नेपालकै पैसा चलाउने होइन यहाँ एकैछिन त ल हामी चाहिँ विश्राम है एकैछिन 2 मिनट उता भिगोदै भ्यूहरू यस्तै छ भ्यूहरू होइन हामी चाहिँ तलतिर लगभग पुगिसक्यौँ है त अङ्कल यता छिर्नु भयो है अहिले अब रात पनि पर्न लागिसक्यो होइन अनि यता मासतिर पनि जान लागेको हामी बजार साइडतिर अनि सो त्यही गाइज है मैले चाहिँ अब आज चाहिँ सायद अब अङ्कलले परै बोल्नु भयो मैले कहिले पनि सुनेको थिइनँ यस्तो बोलेको है अब सबै भिडियोहरू चाहिँ म क्लिप होइन अब युट्युबमा अपलोड गरिदिन्छु होइन धेरै दिन भएको छ भिडियो नहालेको अनि मैले चाहिँ अब भिडियो 1 घन्टाको भयो नि यो भिडियो हालिदिन्छु क्या सबैले हेर्नुहोस् त्यही भएर है त्यही हो अब यहाँदेखि अब लाग्छौँ हामी एकछिन बसेर होइन भ्यूहरू यस्तो छ बवाल होइन भयो म धेर बोलिनँ ल ल ल ल अब सबै बुझ्ने हुनुहुन्छ सबैजना देशको युवा युवतीहरू है म धेर बोलिनँ सबैजना बुझ्ने हुन्छ बुझ्नु पर्यो है ल ल बस्नु धेर बोलो भने यो म्याच खाएर बोलो हाउडे बोलो त्यस्तो होइन मैले चाहिँ मन कुरा कामहरू होइन अरूको के छ कस्तो छ मनमा अरूको भिडियोहरू मन होइन बुझ्नु सकिँदैन हाम्रो है सोच विचारहरू है धेरै बोल्यो भने चाहिँ फेरि यताउति त्यो नेगेटिभ नसोच्नु होला अब यतिको त बोल्नु पऱ्यो के गर्नु अब होइन आफ्नो ठाउँबाट केटाहरूले क्या पुरै धरान सत्र होइन हजुर सत्र हाँ ऊ यताउति भन्छ होइन हाम्रो चाहिँ यो धरानै हो क्या हजुर हामीले होइन केटाहरूले आफ्नो ठाउँको रिप्रेजेन्टिङ गर्छ 17, 16, 11 यसरी हामी म चाहिँ त्यो चाहिँ बच्चा टाइपको जस्तो लाग्छ मलाई चाहिँ है केटाकेटी हो गरेर चाहिँ चिनाउनु पर्छ होइन ठाउँ भनेको हामी चाहिँ धराने ओल्ड धराने है यो अलराउन्ड यो धरान जति पनि छ सानो भयो ठुलो भयो नि हामी चाहिँ धरानलाई रिप्रेजेन्टिङ गर्ने हो 16, 17, 11 मात्र होइन क्या जस्तै देवन मान्तामा राईहरूको होइन। भिडियोहरू हेर्छौँ होइन त्यो फुचेहरूको कुरा नगर्न उनीहरू आफ्नो ठाउँमा छ होइन हजुर उनीहरूले पनि गरिरहेको छ आफ्नो ठाउँको रिप्रेजेन्टिङ होइन तर यहाँ म चाहिँ अलिकति केटाहरूले अब अहिले छन् यस्तो क्या र हामी धरान 17बाट 11बाट होइन अनि 15बाट 5बाट भन्छ नि त्यस्तो चाहिँ मलाई खै खासै उयो लाग्दैन क्या मलाई चाहिँ धरानलाई रिप्रेजेन्टिङ गर्ने हो नि त गरेपछि होइन धरान कतिवटा 24 अनि धरानले 17, 18 होइन क्या हामी धरानै हो धरानलाई चिनाउने हो 16, 17 भनेको सबैलाई थाहा भयो कि यो चाहिँ 16 नम्बर यो जोक सबैलाई थाहा हुन्छ नि त होइन किन चाहिँ भनिराख्नु होइन
हेर्ने भने बाहिरको मान्छे हेर्दैन होइन धरानबाटै हेर्ने भाइरल हुन्छ ठिकै छ हामीले 16, 17, 18 त्यसको होइन ओन्ली धरान नम्बर मान्छेहरूको अहिलेको मान्छेहरूको क्या तातो फुलहरू अब ठिकै छ केटाहरू पनि अब मलाई होइन मलाई चाहिँ अलिकति त्यो केटाकेटीहरू जस्तो लाग्छ क्या होइन हजुर 16बाट भन्छ कसैले के भन्छ होइन मलाई चाहिँ ह्याङ लाग्छ त्यस्तो सुन्ने सबैलाई थाहा भएको कुरा हो होइन रिप्रेजेन्टिङ गरिरहेछ गर्नु चाहिँ होइन के छ म चाहिँ धरानको बासिन्दा होइन यहीँ जन्मेर यहीँ यत्रो भइसकेपछि चाहिँ यो आफ्नै ठाउँको 16, 17 सबैलाई थाहा छ कति हो के भनिराख्नु भनेर नि हामीले धरानलाई रिप्रेजेन्टिङ गर्ने हो भनेर क्या हजुर नराम्रो केही पनि नसोच है केटाकेटी हो ल अहिले सैनिक चोक जाने हो सैनिक ल धेरै बोलिन है म ल अब एकछिन यसो भिडियो पनि रोकाइदिउँ होला अब हात पनि दुखिसक्यो यसो तपाईँ माथि गएर भेट्नु नि त पुल आइपुग्यो गाइस देख्नु सक्नुहुन्छ फाइनली अहिले चाहिँ हामी भिन्टेजतिर आइपुगिसकेको छौँ होइन यताको वातावरणहरू चाहिँ यस्तो बवाल छ है रातिको समय भएर पनि होला होइन हामी चाहिँ एक राउन्ड यस्तो डुल्यौँ भने त्यहाँदेखि लास्ट टाइममा यसो भिन्टेजतिर पनि चाहिँ डुल्दिउँ न भनेर है त यस्तो छ यताको महल धरानको भिन्टेज होइन चाहिँ अन्धकार अन्धकारै छ अस्ति आउँदा त कस्तो लामो लाग्यो